मुक्तिनाथ यात्राको क्रममा भगाई सेयर गरिरहँदा यो कस्तो राम्रो सडक छ। यो सडक भनेको मुगलिनदेखि पोखरासम्मको सडक हो। सडक हेर्दा कस्तो राम्रो छ, चिल्लो सफा, यात्रा गर्न पनि सजिलो, ड्राइभ गर्न पनि सजिलो। अरू कुरा महत्त्वपूर्ण कि 4 लेनको छ र दुवै फरक फरक छ कि आफ्नो आफ्नो वेमा जान्छ। तर नराम्रो कुरा के छ भने यस्तो राम्रो सडकमा पानीको बोतल पानीको बोतल यतिकै फ्यालेको छ। पानीको बोतल मात्रै होइन, खाने च्याउच्याउको अनि कुकिजहरूको वा अन्य विभिन्न खानेकुराको प्लास्टिकहरू यतिकै फ्यालेको हुन्छन्। अर्को कुरा, भोमिट गरेको प्लास्टिक पनि यतिकै फ्यालिदिन्छ। त्यसमा अर्को रिस्क के हुन्छ भने बाइकमा चिप्लिने चान्स बढी हुन्छ। त्यही भएर सबैलाई, विशेष गरी यात्रा गर्दै जो जो हुनुहुन्छ यात्रुहरू, कृपया त्यसरी फोहोर नफालौ। गाडीवालाहरू पनि आफ्नो गाडीमा फोहोर राख्ने एउटा के व्यवस्था वा कुनै भाडो राखो, वा अब सम्बन्धित निकायले अलिकति कडा नियम लगाउनु पर्यो। यसले गर्दा यति राम्रो सडकलाई दुर्गन्धित वा फोहोर बनाउनबाट रोकिन्छ। जनचेतनाको लागि मैले अनुरोध गर्न चाहे।